सबैजनालाई गुड आफ्टरनुन भन्न चाहन्छु। अहिलेको अपडेट चाहिँ आज सन्डे हो, छुट्टी हो। तर छुट्टी आज अलि छुट्टी छैन भनौँ न। यो भिजिटले गर्दाखेरि हाम्रो ओइलफरको ठुलो बसहरू आउँदै हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ अब अलिअलि यता व्यवस्थापन होइन सबै के यताउता भइरहेको छ होइन। अब हाम्रो काठमाडौँले यस्तो भुपुहरूले रेली सेली केही बनाएको छैन होइन। अब उता 1324 यहाँ भिजिट छ, 25-26 उता पोखरा कुन ठाउँमा चाहिँ अब रेली छ अरे भन्ने जस्तो सुन्छ। 1500 जना भुपुहरूको लागि होइन। अब भुपु साहबहरूको आफ्नो केही सल्लाह सुझाव कोही गुनासो छ भने पोइन्ट छ भने राख्नु होला। यो हाम्रो ओइलफरको एकदम बोस हो यहाँको। अब भनौँ न सबै लोजिस्टिक भन्नाले सबै कुराहरू अब सेलरीदेखि लिएर सबै चिजहरू मिलाउने बसहरू हुनुहुन्छ उहाँहरू। त्यस कारणले अलिकति बिजी भइरहेछ। अब एक हप्ता जति हामी बिजी नै हुन्छौँ। अनि बाँकी रेकर्ड अफिसतिर को चाहिँ तपाईँहरूको त्यो एपोइन्टमेन्ट लेटरको सिस्टम छँदैछ। त्यो अब कोरोनाको पालोमा भएको हो है। त्यो पालोदेखि त्यो सिस्टम बसेको छ। कसै भुपुहरूले पनि त्यसको पनि एउटा पोइन्ट राख्नु सक्नुहुन्छ। किन भन्दाखेरि त्योभन्दा कोरोनाभन्दा पहिला 50-60 जना मान्छेको चाहिँ सबै फ्यामिली केसहरू रेकर्ड अफिसले हेर्थ्यो। अहिले मात्रै सीमित मात्रामा 14 जनाको मात्रै एपोइन्टमेन्ट लेटर लिन्छ एक दिनमा। त्यति मात्रै हेरिन्छ। हाम्रो भुपुहरूको लागि धेरै नै पीडित भइरहेछन् होइन। छिटो नभएर धेरै मान्छेको भुपुहरूको फ्यामिली पेन्सन केसहरू धेरै छन्। त्यस कारणले तपाईँहरूले यसो रिपोर्ट नरिस गर्नु होला होइन। अनि बाँकी अब यो एसएचएसको कार्ड होल्डर साहबहरू गुर्जेहरू कतिजना मान्छेलाई चाहिँ अब यो फ्रन्टलाइन पुरानो बानेश्वरको फ्रन्टलाइन हस्पिटल इम्प्यानल भएको पनि थाहा रहन्छ। सोध्दै थियो, मैले भनिदिएँ तपाईँहरूको इम्प्यानल हस्पिटल छ त्यो होइन, नयाँ खुलेको राम्रो छ भनिदिएँ होइन। उता रूपन्देहीमा पनि क्रिम्सन भन्ने हो कि के हो एउटा नामको छ, त्यो भू बेसतिर नै हालेको छ। तपाईँहरूले त्यो पनि अपडेट गर्नु होला होइन भुपुहरूको लागि, उता रूपन्देही बस्ने भुपुहरूको लागि। अनि जबको लागि नि भन्दै हुनुहुन्थ्यो। अब डब्लुबिसी अफिसमा आउनुहोस्, तपाईँलाई जबको लागि चिन्तै छैन, जहिले पनि खुलेको हुन्छ साहब हो गुर्जीहरू, सबैको लागि हो। रेजिस्ट्रेसन चाहिँ कम्पलसरी गर्नै पर्छ। त्यसपछि तपाईँलाई अब जबको जस्तो टाइपको डिमान्ड आउँछ त्यस्तै टाइपले तपाईँलाई कल गर्नुहुन्छ हनिर क्याप्टेन आइके प्रधान साहबले। उहाँ डब्लुबिसी अफिसको मेम्बर हुनुहुन्छ। उहाँ साहबले चाहिँ तपाईँहरूलाई सबै जबको बारेमा काउन्सिलिङ गर्नुहुन्छ, डकुमेन्टेसन गर्नुहुन्छ, सबै कुरा उहाँको ठुलो भूमिका छ होइन। मैले चाहिँ अब विज्ञापन र ब्रोडकास्टिङ मात्रै गरिदिने हो तपाईँहरूलाई फर इजी कसरी हुन्छ होइन। अलिकति तपाईँलाई सजिलोको माध्यम मात्रै हो मेरो होइन। जे होस् तपाईँले फोन गरेर आउनुहुन्छ। मैले उहाँ साहबको अफिसको नम्बर पनि अनि मोबाइल नम्बर पनि दिइसकेको छन् सबैजनालाई। अहिलेको त्यो अस्तिको यो सेक्युरिटी गार्डमा चाहिँ 47 बिलो भन्नुभएको थियो होइन। अर्को नेक्स्ट राम्रो भ्याकेन्सीहरू आउँदैछ, त्यसमा चाहिँ अब एज लिमिट अरू पनि हुनसक्छ, बढी पनि हुनसक्छ। जेसो साहबहरूको लागि 55 बिलो भन्ने जस्तो सुन्नेमा आएको छु, सायद हुनसक्छ। जेसो साहबहरू पनि इन्ट्रेस्टेड छ भने रेजिस्ट्रेसन गरेर बस्नु साहब हो, तपाईँहरूको लागि पनि जब अफर आउँछ होइन। त्यही छ डब्लुबिसी अफिसको चाहिँ होइन। अनि ओइलफरको चाहिँ अब ओइलफरमा हाम्रो धेरै किसिमको प्रोग्रामहरू हुन्छन् होइन। धेरै प्रोग्राम छ ओइलफर अफिसको चाहिँ, धेरै किसिमको प्रोग्रामहरू छन् होइन। तपाईँहरूलाई अब एम्बुलेन्सहरू बाँड्ने, यताउता बसहरू दिने, सिए दिने, यताउता क्रिया खर्चदेखि लिएर सबै कुरा ओइलफर ब्रान्चले सबै कुरा कोअर्डिनेटर गर्छ होइन। भनौँ न सबै कुरा भुपुहरूको लागि भुपुको बच्चाहरूलाई इन्डियातिर पढ्नु जाने स्कलरसिप, नेपालमा बसेर पढ्ने सबै कुरा हाम्रो ओइलफर अफिसले गर्छ। त्यसकारण अब तपाईँहरू पनि ओइलफर अफिसतिर म्यागजिनहरू पढ्ने, टक्क अब अपडेटहरू गर्दै गर्ने, भुपु पेजहरू हेर्ने होइन। अनि भुपु पेजहरू हेर्ने आइडिया नभएको भुपुहरूलाई अलिकति तपाईँहरू नलेज होला। भुपु साहबहरू गुर्जियाहरूले यसो दाहिने बायाँ सम्झाउने
अनि सबै कुराहरू सेयर गर्ने होइन। मैले पनि एकदम राम्रो प्लेटफर्म पाएको छ होइन। यो एकदम सोसियल मिडियाको प्लेटफर्ममा मैले यो टिकटक चलाएको पनि 1 वर्ष पुग्नु लाग्यो होइन। मलाई धेरै सजिलो भएको छ र धेरै मान्छेको आफ्नो प्रब्लमहरू पनि सल्भ भइरहेको छ होइन। कति मान्छेको त कोही अर्जेन्ट हुन्छन् होइन। मेरो टिकटक देख्नु भएर पनि कतिजना जबको लागि आउनुभयो, कतिजना जब होल्डर भइसक्यो है। मलाई त्यो एकदमै धेरै खुसी लाग्छ। तपाईँहरूले लाइक कमेन्ट गर्नुहुन्छ होइन। तपाईँहरूलाई सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र फेरि पनि मैले सक्दो तपाईँहरूको लागि चाहिँ जसरी हुन्छ अलिकति सजिलो होस् भन्ने होइन, यही प्लेटफर्मको माध्यमबाट तपाईँहरूलाई सहयोग सक्दो गरिदिरहेको छु होइन। अझै गरौँला होइन। जे होस् अपडेट म गरिरहेको नै छु तपाईँहरूलाई होइन। नयाँ नयाँ अपडेटहरू आयो भने हाम्रो आफ्नो अधिकारको लागि हामी अगाडि बढ्नुपर्छ। कहिले पनि अब छोडिदिए भन्नुहुन्न भन्छ नि, डोन्ट से नेभर गिभ अफ भन्छ नि, हो त्यस्तै हो। हामीले छोडिदिए कहिले नभन्नुहोस्। हाम्रो लागि हाम्रो आफ्नो जो हामीले आफूले पाउने हकदारहरू पाउँदारहरू सबै कुरा पाउनुहुन्छ। हामीले तर त्यसको लागि चाहिँ हामी अघि बढ्नुपर्छ। सबैजनाले यस्तो सोच लिनुपर्छ है साबो अनि गुरुजीहरू। अनि आजको लागि चाहिँ खास यति मात्रै छ। मेरो धेरै भिडियो लामो हुन्छ। म बरु नयाँ अपडेटहरू आयो भने तपाईँहरूलाई जे होस् अपडेट गर्दै गरौँ ल। भिजिट आइरहेको छ वेलफेयर ब्रान्चको चाहिँ ठुलो वेलफेयर ब्रान्च भन्नाले अब कल्याणकारी के न के कल्याण हुन्छ नि त, कल्याण गर्नुपर्छ। त्यस कारणले ठुल्ठुलो बसहरू आएको छन्। तपाईँहरूले साहब गुरुजीहरूले जता जता हुनुहुन्छ तपाईँहरू मेरो टिकटक हेर्नुहुन्छ, अब बिस्तरमै बसेर हेर्नु पाउने भयो होइन। पहिला पहिला यस्तो टिकटकको जमाना थिएन। हामीलाई गाह्रो हुन्थ्यो। भूबेसतिर मैले र फेसबुकतिर चाहिँ अपडेट गरिदिन्थ्यो। अहिले चाहिँ मलाई 1 साल जस्तो भयो, यो जुलाईबाट 1 वर्ष हुन्छ। मलाई एकदमै राम्रो चाहिँ एक दुसरालाई सहयोग गर्ने होइन, नबुझेको कुराहरू सेयर गर्ने एकदम सजिलो भएको छ। धेरै खुसी लागेको छ मलाई। सबैले माया गर्नुहुन्छ। जे होस् तपाईँहरूलाई अब आफ्नो सल्लाह सुझावहरू राख्नुहोस्, टेक्स्ट गर्नुहोस्। फोनमा चाहिँ अलिकति अब गाह्रो छ फोन नम्बर दिन तपाईँहरूलाई। म कहिले फिल्डमा जानुपर्छ, बाहिरतिर गएर मैले फोन उठाउँदैन, तपाईँहरूलाई फेरि मुस्किल हुन्छ, गाह्रो हुन्छ। सो त्यस कारणले मलाई टेक्स्ट गर्नुहोस् होइन। म तपाईँहरूलाई टेक्स्टको रिप्लाई जसरी हुन्छ अब म्यानेज गर्छु होइन। ल त साहब गुरुजी सबैजना मेरो टिकटकको अल फ्रेन्ड्सहरूलाई म यति नै भन्न चाहन्छु आज। अब नेक्स्ट अपडेटमा तपाईँहरू भिडियोमा भेटौँला। सबैजनालाई जय गोरख, बाई बाई।